अब तपाईहरुलाई सिक्किम जानु पर्यो हैन स्काई वकको लागि। अब त्यसको माथि म चढ्ने छु है गाइस। हेर्नुस् त गाइस, अब यहाँबाट चाहिँ तल यस्तो देख्दै रहेछ है। यसको फेरि जुत्ता पनि कत्रोबाट छ के त्यो ऐनाहरू चढ्क्यो भने छैन है। डर लागेको छैन होला नि, अलिकति साइकै हुँदो रहेछ होइन गाइस। लिँदो रहेछ ओए। हे गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग अगेन। फेरि पनि म तपाईँहरू सबैजनालाई मेरो नयाँ ब्लगमा स्वागत गर्छु। आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु गाइज। आज सन्डे होइन, फेरि म सन्डे बाहिर एउटा नयाँ जग्गा एक्सप्लोर गर्नु आइरहेको छु तपाईँहरूलाई पनि सँगै लिएर होइन गाइज। अनि अहिले चाहिँ म कहाँ आएको छु भन्दाखेरि चाहिँ म हल्का तपाईँलाई लान्छु है होइन। आज चाहिँ हामी आइरहेको छु, तपाईँहरूले पछिको बोर्ड देख्न सक्नुहुँदैछ होला होइन। द्याट इज हर्नबिल पार्क होइन, 2 नम्बर बस्ती एरिया होइन। अब यहाँको लोकेसन चाहिँ कहाँ छ भन्दाखेरि चाहिँ गाइज, यो चाहिँ अब तपाईँ खरसाङ दार्जिलिङबाट आउनु हुँदैछ भने चाहिँ तपाईँ महानदीको बाटो भएर तिनधारे भएर ओह्रालो आउनु सक्नुहुन्छ होइन। अनि त्यहाँदेखिको अलिकति तल चाहिँ तपाईँको रङटन छ होइन। रङटन पनि इट्स क्वाइट फेमस, लास्ट इयर नै धेरै फेमस भएको थियो, तपाईँलाई थाहा भयो होला त्यो एउटा पर्टिकुलर त्यो खोलाले गर्दा होइन गाइस। अन्त आज चाहिँ म यहाँ आइरहेको छु एक्सप्लोर गर्नको लागि। अब यहाँ आउनुको मेन रिजन चाहिँ के छ भन्दाखेरि चाहिँ गाइस, अब तपाईँहरूलाई सिक्किम जानु पर्यो होइन स्काई वकको लागि। अब तपाईँ स्काई वक चाहिँ हाम्रो खरसाङकै अलिकति मुनि आएर गर्नु सक्नुहुन्छ, देख्न सक्नुहुँदैछ। द्याट इज द स्काई वक गाइज। यस, यो जग्गा चाहिँ मलाई धेरै एक्सप्लोर गर्नु मन लागिरहेको थियो होइन। आई डोन्ट नो तपाईँहरू आउनुभएको छैन होइन। अनि यहाँ आएर चाहिँ मैले अर्को कुरो के देखेँ भन्दाखेरि चाहिँ यहाँ मुनि पनि एउटा एकदमै दामी इन्ट्रेस्टिङ पार्क रहेछ होइन। अनि त्यहाँदेखिको त्यहाँ पनि म तपाईँहरूलाई लिएर जान्छु। तर फर्स्ट अफ अल हामी कहाँ जानेछु भन्दाखेरि चाहिँ स्काई वक गर्नु जानेछु है गाइज। ओके, सो जाउँ हामी स्काई वक गर्नु होइन। कस्तो रहेछ के रहेछ, किनभने सिक्किममा इट्स भेरी फेमस नि त होइन। अनि त्यहाँदेखिको सिक्किममा त अहिलेसम्म गएको छुइनँ, सिक्किमै गएको छुइनँ। सो सिक्किम अब कहिले जान्छु आई डोन्ट नो होइन। तर अहिले हाम्रै जग्गाको छेउमा यस्तो दामी स्काई वक खोलेको छ भने त वाइ नट, लेट्स ट्राई देयर। ओके गाइज, जाउँ है माथि। अब म माथि स्काई वकतर्फ जाँदैछु होइन। अनि त्यसको अगाडि चाहिँ के रहेछ भन्दाखेरि चाहिँ, त्यसको अगाडि चाहिँ अब यहाँ टिकट काउन्टर छ होइन। टिकट काउन्टरमा टिकट काटेर चाहिँ हामी माथि चढ्ने छौँ होइन। कस्तो रहेछ है, एक्सपिरियन्स कस्तो रहनेछ म तपाईँलाई भन्ने छु होइन। जाउँ लु गाइज, अब जाउँ है। उकालो चढ्दैछु होइन स्काई वकको लागि। आइ एम सो एक्साइटेड किनभने दिस इज माई फर्स्ट टाइम एन्ड इट्स सो लभली टु सेयर कि म तपाईँहरूलाई आफ्नो इच एन्ड एभ्री त्यो मेरो फर्स्ट एक्सपिरियन्स हुन्छ नि त्यो तपाईँहरूसँग सेयर गर्दैछु होइन। सो यहाँ बाटोमा छ त्यस्तो पनि छैन, हिँड्दैछ, तपाईँले हेर्नुहुँदै होला होइन। अब यहाँबाट चाहिँ म तपाईँहरूलाई त्यसको क्लोजअप सर्ट दिन्छु है गाइज। ओके, हेर्नुहोस् त, देख्नुहुँदैछ। अब त्यसको माथि म चढ्ने छु है गाइज। जाउँ गाइज। स्काई वकमा चाहिँ अब कस्तो चाहिँ हुन्छ होला गाइस, म तपाईँहरूलाई भन्ने छु है ल। धेरै भिडियोजहरू त मैले देखेको छु स्काई वक गरेको होइन। यहाँको पनि धेरै भिडियोजहरू देखेको थिएँ मैले गर्दै गरेको होइन। त्यो थ्याङ्क गड अहिलेको पनि छैन रहेछ। इट्स अर गुड लक। मान्छेहरू भर्खर हामी अब त्यस्तै ओह्रालो गयो होइन। त यहाँ सुज अफ गर्नुपर्छ होला है, पर्दैन? सुमै जानु पर्छ ए। ओके, हेर्नुहोस् त गाइज। ओके लेट्स गो गाइज, चढौँ है स्काई वकमा। डर लागेको छैन होला नि, डर लागेको छैन होला नि। यसको फेरि जुत्ता पनि कत्रोबाट छ कि त्यो ऐनाहरू चढ्क्यो भने छैन है। आया कहाँ भनेको थियो रहेछ, कहाँ लेख्छ किप सुज? त्यसमा खोलौँ न मुनि। गाइज लु कहाँ उफ्रिन्छ हौ। अन्त यो चाहिँ रहेछ हाम्रो स्काई वक गाइज, हेर्नुहोस् त होइन। अब दिस इज माई फर्स्ट एक्सपिरियन्स गाइज, हेर्नुहोस् त। हल्का साइको चाहिँ हुँदो रहेछ होइन गाइस, नभए चाहिँ अरू एभ्रिथिङ इज फाइन, त्यस्तो केही प्रब्लम छैन होइन। म त्यहाँ रिल पनि बनाऊँ भन्दै थिएँ कि, तर होस् रिल चाहिँ बनाउँदिनँ। अलिकति साइकै हुँदो रहेछ होइन गाइस। अब यो चढ्केर ओह्रालो झऱ्यो भने त सोच्नुहोस् त गाइस, त्यो
के भन्छ फाइनल डेस्टिनेसन मुभीहरू हेरेर त अब हामीलाई कस्तो साइको हुन्छ नि त तपाईँले हेर्नुभएको छ कि छैन होइन मान्छेहरू यहाँबाट गइरहेको यस्तोतिर झरेर ग्लासहरू फुटिरहेको सो यहाँ बस्नु पनि पाउँदो रहेछ गाइज यस गाइज फाइनली स्काई वकमा हिँड्ने पनि आज एक्सप्लोर सपना पनि होइन त्यस्तो खतरा जस्ट वान्टेड टु एक्सप्लोर फर अ वान्स होइन गाइज जुन चाहिँ पुरा भयो सो मजा आउँदैछ तपाईँहरू पनि आफ्नो फ्री टाइममा आउनु चाहनुहुन्छ भने आउनु सक्नुहुन्छ आफ्नो फ्यामिलीसँग आफ्नो डेटसँग होइन आफ्नो नानीहरूसँग मजाको जग्गा होइन सिक्किम नगइन्जेल सिक्किममा त योभन्दा पनि डरलाग्दैछ अरे नि त होइन गाइज सो अहिलेको लागि फर्स्ट एक्सपिरियन्सको लागि चाहिँ यो हल्का ठिकै नै छ क्या गाइज हेर्नुहोस् त यहाँबाट चाहिँ तल यस्तो देख्दो रहेछ है यतिको हाइटमा चाहिँ छु है हामी हेर्नुहोस् त हल्का हल्लिँदो रहेछ है अब गाइज हल्का हल्लिनु पनि थाल्यो होइन किनभने अब चाहिँ हल्का मान्छेहरू ज्यादा आउनु थाल्यो नि त होइन गाइज सो ओभरअल एक्सपिरियन्स इज गुड होइन एक्सपिरियन्स राम्रै छ एक्सपिरियन्स वाज गुड सो यहाँबाट तपाईँहरू देख्नु हुँदैछ भिडहरू आउँदैछ होइन अब यत्रो मान्छे आएर त नि अब हल्का हल्लिनु थाल्यो भने झऱ्यो भने त अब दिन बिग्रेको छ भने त अब जे पनि हुनसक्छ नि त होइन अब नाउ चाहिँ इट्स लिटरली हल्लिनु थाल्यो क्या गाइस मान्छे ज्यादा भएर होला कि अब यहाँ पे सबको क्या हल्लिँदो रहेछ ओए अब हल्लियो है मान्छे ज्यादा भयो भने चाहिँ त्यो गाइस लिटरली हल्लिँदो रहेछ होइन हल्का डर पनि लाग्दो रहेछ होइन यहाँ गाइस त्यही त है मोटोहरू चाहिँ मोटो हुनुहुन्छ भने चाहिँ एकजना आउनुहोस् है ज्यादा होइन नि एन्ड यस गाइज अहिलेको हामीले एक्सपिरियन्स तपाईँले देख्नुभयो होला होइन मजा आयो हल्का साइको पनि हुँदो रहेछ होइन ओभरअल एक्सपिरियन्स वाज गुड मजा आयो होइन फर्स्ट एक्सपिरियन्स स्काई वकमा अनि स्टाइल त मान्छेहरू अलिक ज्यादा भइसकेको छ होइन जान त अगाडि पुरा मान्छे भइसकेको छ होइन सो तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने मस्ट कम होइन हाम्रो जग्गामा यो ओपन भएको मजा आउँदैछ विकेन्ड्सहरूमा होइन अम्बो खुट्टा क्या दुख्दैन हौ अब चाहिँ हामी अर्को पार्कमा जानेछौँ ओके गाइस